कालापानी गुमायौं, हामीले टनकपुर गुमायौं, हामीले कोशी गुमायौं, हामीले महाकाली गुमायौं, हामीले मदन भण्डारी गुमायौं, हामीले राजा वीरेन्द्र लोकप्रिय राजा वीरेन्द्र गुमायौं, हामीले विराटनगर जुट मिल गुमायौं, जनकपुर चुरोट कारखाना गुमायौं, हेटौँडा सिमेन्ट उद्योग गुमायौं, उद्योग धन्दा कल कारखानाहरू थुप्रै गुमायौं। गुमाउँदा गुमाउँदै 72 प्रकृतिले समेत हामीलाई ठगो। 72 73 वैशाख 12 को महाभूकम्पले गर्दा धरहरा र थुप्रै राष्ट्रिय सम्पदाहरू हामीले गुमायौं र कति त भग्नावशेष अवस्थामा छन्। हाम्रो राष्ट्रिय दिवस छैन, गुमाउने क्रममा हाम्रो राष्ट्रिय पोशाक छैन, हाम्रो राष्ट्रिय खेल, राष्ट्रिय फूल जनावर लगायत थुप्रै कुराहरूको ठेगान छैन। हाम्रो राष्ट्रिय भाषा खारेज गर्न खोजिँदैछ। सच्चा नेपालीले अझै नागरिकता पाएका छैनन्, तर 40औं लाख नागरिकता चिया पसल र किराना पसलमा राखेर 500 र 1000 मा बिक्री गरिएका छन्। एकाथरी जनताले विश्वास गरेकाहरू सत्ता बाहिर हुँदा एक मधेस प्रदेश, सत्तामा पुगेपछि मधेसकै नामले लुटिङ्गे हम देश गरिरहेका छन्। अर्को थरी तिनी हामीले विश्वास गरेका 40 लाख नागरिकतावालालाई यो देशको प्रधानमन्त्री, राष्ट्रपति, प्रधान सेनापति र आइजिपी बनाउनु पर्छ भनेर संविधान संशोधनको प्रस्ताव लिएर आउन खोजिरहेका छन्। यो देश त यस्तो बनाउनका लागि खोजिएको छ कि मानव देश एउटै काटेर बेच्न राखिएको सिंगै खसी हो। खुट्टी काटेर एउटाले एकातिर दिने, फिला काटेर अर्काले अर्कातिर दिने, कलेजो काटेर टाउका काटेर अर्काले अर्कोतिर बेच्ने, कहिले नागरिकता बेच्ने, कहिले खोला बेच्ने, कहिले हिमाल बेच्ने, कहिले लुम्बिनी बेच्ने, अनि काग र चिरा पारे जस्तो भाग लगाएर खाए जस्तो यहाँदेखि यहाँसम्म मेरो, त्यहाँदेखि त्यहाँसम्म तेरो, एउटा भन्छ झापा मोरङ सुनसरी छुन दिन्न र अर्को भन्छ कैलाली कञ्चनपुर छुनै दिन्न। हो त के यो उनीहरूको बाउ बाजेको वीरता हो नेपाल, जसले जहाँ जहाँ मन लाग्यो त्यता भाग लगाएर भागभण्डा गरेर खान पाउने? म आग्रह गर्न चाहन्छु हाम्रा नेतृत्वकर्ताहरू, जसलाई हामीले, जो पहिला हामीसँगै सडकमा, पेटीमा, डेरामा सँगै प्राय नेताजीहरू सँगै हामीसँगै हात्ती छाप र गोलीसार जुत्तामा देखिन्थ्यो। 2-4 वर्ष पहिले, 5-6 वर्ष पहिले, यो 2-4 वर्ष 5-7 वर्षको बीचमा न उहाँहरूले कुनै उद्योग धन्दा व्यापार व्यवसाय सुरु गर्नु भएको छ, न कुनै जागिर नै खानु भएको छ। उहाँहरू पूर्णतः बेरोजगारी हुनुहुन्छ। यहाँ व्यापार व्यवसाय गर्नेलाई घर भाडा र ब्याङ्कको लोन तिर्न त यत्रो गाह्रो छ भने रातारात ती पजेरो कसरी आए, त्यत्रा महल कसरी बने, खानपान र मोज मस्ती त्यत्रो कसरी आयो, यसको छानबिन हुनुपर्छ कि पर्दैन? तपाईहरु असल र इमानदार हुनुहुन्छ भने म आग्रह गर्न चाहन्छु र चुनौती दिन चाहन्छु, यदि संशोधन प्रस्तावै लैजानुहुन्छ भने भ्रष्टाचारीका सम्पूर्ण सम्पत्तिहरू राष्ट्रियकरण गर्ने र भ्रष्टाचारीलाई टुडी खेलमा लिएर आएर फाँसी दिने संविधान संशोधनको प्रस्ताव लैजानुस् र त्यसको जायजता खारेज गर्न सकेर त्यो हेर्ने अधिकार जनतालाई दिने किसिमको कानून लैजानुस्, संशोधनको प्रस्ताव लैजानुस्, हामी सपोर्ट गर्छौं। त्यसैगरी संशोधन प्रस्ताव नै लैजाने भए 7 वर्षमा हामीले 8 वटा प्रधानमन्त्री बिहोर्यौं। गरिब, पिछडिएका, दलित, उत्पीडित जनजाति, सोझासिधा जनताको समानुपातिको नाममा आफ्ना श्रीमती, सालासाली, छोराछोरी, बुहारी र कार्यकर्ताहरूलाई चाहिँ करोडौं पैसा लिएर व्यापारीहरूलाई सांसद र मन्त्री बनाएको देख्यौं। त्यसको अन्त्य गर्न